आज हामीले यो भिडियोमा हेर्छौं सिन्टेक अफिसबाट कुनै सामान इनड्राइभ को थ्रु मगाउनु पर्यो भने कसरी मगाउने। सबभन्दा फर्स्ट के सामान चाहिने हो अर्डर लिस्ट हाम्रो WhatsApp मा पठाइदिनुस्। त्यसको एस्टिमेट बिल टोटल अमाउन्ट हामीले तपाईलाई पठाउँछौं अनि पेमेन्ट गरिसकेको ठ्याक्कै 10 मिनेट पछाडी तपाईहरुले इनड्राइभ बुक गर्नुपर्ने हुन्छ किनकि सामान रेडी गर्नलाई 10 मिनेट जति टाइम दिनुपर्छ। तपाईहरुको मोबाइलमा इनड्राइभ एप छ भने ठिकै छ, छैन भने त्यसलाई इन्स्टल गरेर रेजिस्टर गरेर ओपन गर्ने। ओपन गरिसके पछाडी यस्तो इन्टरफेस देखाउँछ। त्यसपछि डेलिभरी भन्ने अप्सनमा क्लिक गर्ने अनि यहाँ चाहिँ माथिको जुन छ त्यो चाहिँ फ्रम भनेपछि सामान कहाँबाट पिक गर्ने। सामान पिक गर्ने फ्रम को जुन अप्सन छ यहाँ चाहिँ सिङ सोलुसन लेख्नु पर्यो। सिङ यति टाइप गरेपछि त्यहाँ सजेसन आइहाल्छ। सिङ सोलुसन्स नयाँ सडक न्यू रोड यो भनेको पिकअप गर्ने ठाउँ। अनि टु भनेको सामान कहाँ पुर्याउनु पर्ने। यो चाहिँ तपाईहरुले आफ्नो एड्रेस राख्नु होला। एक्जाम्पलको लागि मैले अहिले चाहिँ कलंकी चोक एउटा राख्दिन्छु। कलंकी बस स्टप अथवा जे भए पनि टु भनेको सामान कहाँ पुर्याउनु पर्ने त्यहाँको अप्सन राख्नु पर्यो। अनि त्यसपछि अर्डर डिटेल्समा जाने। यहाँ सेन्डर भनेको सामान पठाउने। सेन्डरको फोन नम्बरमा हाम्रो फोन नम्बर राख्नु पर्यो। हाम्रो सेल्स स्टाफको नम्बर छ 98 51 40 50 40। सकेसम्म यही नम्बर राखिदिनु होला सेन्डरको फोन नम्बरमा। अनि रिसिपिएन्ट भनेको सामान रिसिभ गर्ने मान्छेको नम्बरमा तपाईहरुले आफ्नो नम्बर राख्नु होला। एक्जाम्पलको लागि मैले एउटा एबीसीडी के राख्दिए। तर यो भनेको तपाईहरुले रिसिभ गर्ने मान्छेको नम्बर यहाँ राख्नु पर्यो। अनि व्हाट टु डेलिभर कुन सामान हो। सीसीटीभी आइटम हो भने सीसीटीभी, पीएबीएक्स छ भने पीएबीएक्स त्यस्तो जनाइदिनु पर्यो। अनि यसलाई सेभ गर्दिने। त्यसपछि फेरि फाइन्ड अ कुरियरमा क्लिक गर्ने। यहाँ ठ्याक्कै पैसा देखाउँछ कति पैसा लिन्छ यसले। अनि अब डन गर्दिने अनि ठ्याक्कै यसरी सर्च गर्दिने। सर्च गरेपछि सर्च आउँछ, रिक्वेस्ट आउँछ, एक्सेप्ट गर्ने अनि त्यसपछि इनड्राइभले हामीलाई कल गर्छ अनि हामीले सामान पठाइदिन्छौं। यसरी नै हो सिन्टेक अफिसबाट इनड्राइभ को थ्रु सामान मगाउने तरिका। यो भिडियो हेर्नको लागि धन्यवाद। Dance with me. Back and forth. Move my body back.